न त हो चिन धेरै औलिनी तिमी पनि भाउजू त हौलिनी फुच्चे फुच्चे क्या चञ्चल ओहो नि सिधै भाउजू भन्दिने को हो नि आलेको भाइ चिनेको छैन र दाइसँग ल परेको होइन र तिम्रो दाइले के वास्ते गरेन पर्ला पर्ला जस्तो भो परेन किन हो र तिरस्कार गरेको दाइले भन्थ्यो साँच्चै ल परेको मैले भन्या केही पनि मान्दैन तिम्रो दाइले लभ गर्नै जान्दैन दाइले कुरा लुकाको छ क्या हो टिन्टीसँग लपारी सक्या हो अब उनले हेर्दैन अरूलाई छोडे भन्थ्यो उर्मिलाहरूलाई पोखरामा भन्दै थियो निराचा दाइको भाउजू चार दिशैतिर छ अरूसँग टाढा बना है मलाई मात्र नमस्कार भन है कसलाई ल्याउँछन् सिन्दुर भरेर थाकिसके नमस्कार गरेर भन्देऊ उसलाई कति मन पराउँछु तिम्रो दाइलाई म उठ बस गराउँछु कसलाई हो खै सिन्दुर धस्ने त धेरै आए उठ्ने र बस्ने त मन कस्तो भो तिम्रो गफ सुनेर राख्छु अब कोठामै थुनेर जताततै पिरती लाका छन् छाडा छोड्या साढे झै भाका छन् कमलको फूल फुले झै हिलोमा बान्छु मैले मायाको किलोमा भाउजू अलि चलाख बन्नु है छिटो छिटो घर लैजा भन्नु है लान्छु भन्छ लगनको महिनामा त्यति धेरै आतेकी छैन बसिरहेको पिरती चुडाउला फेरि अर्को आएर उडाउला जान्छु एक दिन डोलीमा चढी लगाइसके मायाको हतकडी रेखा पलस सिद्धार्थ लेख्न पाम छिटै भाउजू घरको देख्न पाम अब धेरै बस्दिन जामालाई शुभ खबर सुनाउनु आमालाई चिसो हुन्छ कहिले त चिया नै दैलो लिप्छन् आमाले बिहानै हुन दिन्न धुलो नि मैलो नि छिटै आउँछु पोत्नलाई के होला खै अहिलेको पालामा पोत्नी हौला ओठा र गालामा त्यति साह्रो बिग्रेको ज्यान छैन अरू जस्तो मेकअपमा ध्यान छैन भने जस्तै पाउने भो बुहारी आमासँग नखेल्नु जुहारी नदिए नि सुनचा दिहार सिका छन् संस्कार राम्रै रहेछ भाउजूको मन त के हो कुरा दाइ तिमीले भन त हे सँगै हिँड्नेहरूलाई हिँडाए के भनौँ खै धेरैलाई चिनाए सबैभन्दा यो केटी सोची छिन् आमाले नि रेखा झै खोजी छिन् बामा र भाइ भाछ दङ्गा के छ विचार जान्छौ त मसँग कल्ली माया गर्छ र मैले झै हिँड्न पाउन चारतिर पहिले झै तिमीलाई लाने निर्णय गरियो भाइ आएर फसादमा परियो यस्तै भन्दै मन दुखाउ अस्ति नि भूमा जान्न जबरजस्ती नि एउटा कुरा भन्छु म मान्छौ त दाइले नमाई मलाई जान्छौ त देवर बाबु अहिलेलाई माफ हुन्छ यस्तो कुरा नसोच्नु पाप हुन्छ न त हो चिन धेरै औलिनी तिमी पनि भाउजू त हौलिनी फुच्चे
फुच्चे क्या चञ्चल ओहो नि सिधै भाउजू भन्दिने को हो नि ए आलेको भाइ चिनेको छैन र दाइसँग लभ परेको होइन र तिम्रो दाइले केही वास्तै गरेन पर्ला पर्ला जस्तो भो परेन किन हो र तिरस्कार गरेको दाइले भन्थ्यो साँच्चै लभ परेको मैले भन्या केही पनि मान्दैन तिम्रो दाइले लभ गर्नै जान्दैन दाइले कुरा लुकाएको छ क्या हो टिन्टीसँग लभ पारिसक्या हो अब उनले हेर्दैन अरूलाई छोडे भन्थ्यो उर्मिलाहरूलाई ए पोखरामा भन्दै थियो निराचा दाइको भाउजू 4 दिसैतिर छ अरूसँग टाढा भन है मलाई मात्र नमस्कार भन है एकलै ल्याउँछन् सिन्दुर भरेर थाकिसके नमस्कार गरेर भन्देऊ उसलाई कति मन पराउँछु तिम्रो दाइलाई म उठ बस गराउँछु कसलाई हो खै सिन्दुर धस्ने त धेरै आए उठ्ने र बस्ने त मन कस्तो भो तिम्रो गफ सुनेर राख्छु अब कोठामै थुनेर जताततै पिरती लाका छन् छाडा छोड्या साढे झै भाका छन् कमलको फुल फुले झै हिलोमा बान्छु मैले मायाको किलोमा ए भाउजू अलि चलाख बन्नु है छिटो छिटो घर लैजा भन्नु है लान्छु भन्छ लगनको महिनामा त्यति धेरै आतेकी छैन ए बसिरहेको पिरती चुडाउला फेरि अर्को आएर उडाउला जान्छु एक दिन डोलीमा चढी लगाइसके मायाको हतकडी रेखा पलस सिद्धार्थ लेख्न पाम छिटै भाउजू घरको देख्न पाम अब धेरै बस्दिन जामालाई शुभ खबर सुनाउनु आमालाई चिसो हुन्छ कहिले त चिया नै दैलो लिप्छन् आमाले बिहानै हुन दिन्न धुलो नि मैलो नि छिटै आउँछु पोत्नलाई के होला खै अहिलेको पालामा पोत्नी हौला ओठा र गालामा त्यति साह्रो बिग्रेको ज्यान छैन अरू जस्तो मेकअपमा ध्यान छैन भने जस्तै पाउने भो बुहारी आमासँग नखेल्नु जुहारी नदिए नि सुन्चा दिहार सिका छन् संस्कार राम्रै रहेछ भाउजूको मन त के हो कुरा दाइ तिमीले भन त हे सँगै हिँड्नेहरूलाई हिँडाए के भनौँ खै धेरैलाई चिनाए सबैभन्दा यो केटी सोची छिन् आमाले नि रेखा झै खोजी छिन् बामा र भाइ भाछ दङ्गा के छ विचार जान्छौ त मसँग कल्ली माया गर्छ र मैले झै हिँड्न पाउन चारतिर पहिले झै तिमीलाई लाने निर्णय गरियो भाइ आएर फसादमा परियो यस्तै भन्दै मन दुखाउ अस्ति नि भूमा जान्न जबरजस्ती नि एउटा कुरा भन्छु म मान्छौ त दाइले नभए मलाई जान्छौ त देवर बाबु अहिलेलाई माफ हुन्छ यस्तो कुरा नसोच्नु पाप हुन्छ